अस्ट्रेलियामा सामान किनेर लान बिर्सेपछि के हुन्छ हेर्नुहोस् यो भिडियोमा। सामान लिनै बिर्सिराख्यो, सामानै ल्याउनु बिर्सिराख्यो, सामानै छोडेर हिँडिराखे। रोशन दाई बिल देखाउँदै म भ्लग बनाउँदै केटीले त बोलाइ। Excuse me, boys. You guys forgot yourself. Your TC. सो हे गाइज, वेलकम ब्याक टु माई अनदर भिडियो। आजको यो भिडियोमा म र मेरो साथीहरू कोल्स आएका छौँ ग्रोसरी सपिङको लागि। सबैभन्दा सुरुमा टमाटर र काउली हालेर हामी लाग्यौँ पियाज किन्नतर्फ। पियाज हालिसकेपछि हामी लाग्यौँ हाम्रो घर हरेक दिन पाक्ने अल टाइम फेभरेट तरकारी मासु किन्नको लागि। दाइले अब मासु ट्रलीमा भर्दै हुनुहुन्छ। एकपछि अर्को गर्दै दाइले ट्रली नै भरिसक्नु भएको छ। त्यसपछि दाइले अन्तिममा ट्रलीमा मासु गन्न थाल्नुभयो। ट्रलीमा मासु बिजोड रहेको कारणले दाइले होइन बिजोड हाल्नु हुँदैन, जोड गर्नुपर्छ भनेर फेरि एउटा थपेर 8वटा पुर्याउनु भयो। त्यसपछि हामी दाइको पछि लाग्यो भने दाइ भने ट्रलीमा झुन्डेदै हाम्रो अघि अघि लाग्नुभयो र नङकट किन्न थाल्नुभयो। नङकटको प्राइस देखेर भेना मुसु मुसु हाँस्न थाल्नुभयो। नङकटको प्राइसले हामी सबैलाई सक गरेपछि हामी लाग्यौँ बिल बनाउनतर्फ। दाइ र म मिलेर सामान स्क्यान गर्नको लागि एक एक गर्दै झिक्दै राख्दै गर्न थाल्यौँ। अस्ट्रेलियामा पेमेन्ट गर्न एकदमै सजिलो छ। यसरी एउटा सिङ्गल ट्यापको भरमा पैसा पेमेन्ट हुन्छ। पेमेन्ट एप्रुभ भएर हामी बिल लिएर लाग्यौँ गाडीतर्फ सामान राख्नको लागि। भिडियो बनाऊ है कुशल भनेको उसले हाम्रो छोडेर आफ्नै प्रोफेसनल भिडियो बनाइरहेको छ। Hapun kak. Sakio. कोल्सबाट मात्र सकिएको सपिङ गर्न भने अझै बाँकी नै छ। त्यसपछि हामी लाग्यौँ धनियाँ किन्नलाई स्याकेजतर्फ। धनियाँ किनेपछि यो अतरङ्गी तरकारी हेरेर दाइले मलाई गाजर निकालेर अफर गर्नुभयो खानको लागि। भिडियो बनाएपछि फेरि दाइले तुरुन्तै त्यसलाई ब्याक राखिदिनु भयो। त्यसपछि हामी गयौँ लसुन किन्नको लागि। लसुन किनिसकेपछि प्लास्टिक झिकेर हामी फेरि तरकारी हाल्नतर्फ लाग्यौँ। सुरुमा हामीले बन्दा निकाल्यौँ, त्यसपछि हामीले सकरखण्डा तरुलको प्राइस हेर्न थाल्यौँ। बाफरे कति महँगो। त्यसपछि हामी लाग्यौँ अन्डा खानीतर्फ अन्डा लिनको लागि। 3 क्रेट अन्डा उठाएर म यता आएँ अभोकाडो लिनको लागि। त्यसपछि यता हेर्दै गएको त भेना आफ्नै सुरमा जुस निकाल्दै हुनुहुँदो रहेछ। त्यसपछि जुस, अन्डा, धनियाँ सबै कुराहरू हामीले यहाँ स्क्यानको लागि दियौँ र फेरि पनि दाइले पैसा तिर्न थाल्नुभयो। पैसा तिरिसकेपछि अब हामीले सामान लानै बिर्सिन्छौँ। हेर्नुहोस् यो भिडियोमा। सामान लिनै बिर्सिराख्यो, झन्डै। हाई म्याम। सामानै ल्याउनु बिर्सिराख्यो, सामानै छोडेर हिँडिराखे। रोशन दाई बिल देखाउँदै म भ्लग बनाउँदै केटीले त बोलाइ। Excuse me, boys. You guys forgot yourself. Your TC. अझै पनि हाम्रो सपिङ भने सकिएको छैन। जुस खाँदै हामी लाग्यौँ नेपाली पसलतर्फ। जति नै सामान किने पनि नेपाली पसल गएर नेपाली खानेकुराहरू हामीले नकिनेसम्म हाम्रो सपिङ कहिल्यै सकिँदैन। त्यहाँ पनि गएर दाइले नै स्क्यान गर्नुभयो र पेमेन्ट गर्नुभयो। त्यसपछि हामी यहाँ घरमा आएर सामानहरू फेरि अनलोड गरेर फ्रिजतर्फ राख्न थाल्यौँ। यहाँ म र मेरो साथीले बाहिरबाट सामान ल्याउँदै भित्र लाँदै गरेको थियो भने एकजना साथीले चाहिँ भित्रबाट सामान मिलाइरहेको थियो। म भने यसरी एकैचोटि सबै मासु लानको लागि उठाइरहेको थिएँ। यहाँ हेर्नुहोस् कुशलले चाहिँ मासु फाल्दै फ्रिजभित्र राख्दै गरिरहेको छ। आजको भिडियो यही हाम्रो ग्रोसरी सपिङको थियो।
तर पनि यो भिडियोलाई अन्तिमसँग हेरेर मलाई साथ दिने सम्पूर्णमा धन्यवाद। भेटौँला नेक्स्ट ब्लगमा। भिडियो बनाइदिन्छ मैले सामान झिके जस्तो गर्छु नि त। ल अगाडि नि गर्ने